हेलो गाइज, म चाहिँ अहिले हाम्रो ठाउँमा एउटा फुल फुलाएर रहेछ क्या। यो फुलहरू पहिले हामी खानिदिउँ क्या। यसको फुलहरू नुनिलो नुनिलो गुलियो हुन्छ। अनि जस आफ्नो ठाउँमा चाहिँ भाइरल बनाइदिनु पर्छ क्या है यसलाई। अनि जस दामी छ यो चाहिँ भलजौरी है। आम्मा डेट यस्तो खानिदिउँ क्या। यस्तो फुलहरू खानिदिउँ क्या पहिले। सानोमा खानिदिउँ क्या। कस्तो दामी हुन्छ गुलियो, कस्तो खाले टेस्ट हुन्छ। सानोको याद आइदिन्छ क्या। यो चाहिँ हाम्रो ठाउँ भलचौरी है। यसलाई पनि फेमस भाइरल बनाइदिनु पर्छ होला। जस आउने मान्छेहरू एक नजर चाहिँ गइरहेको हुन्छ होइन। त्यही हो, आफ्नो ठाउँ आफूले एक्सप्लोर गर्ने हो। जे छ फुल फ्लावरहरू के सुविधा यताउति ती त नबुझेको कुराहरू म हरेक चिजहरू एक्सप्लोर गरिदिरहेको हुन्छु होइन। त्यही हो अहिलेको लागि चाहिँ। त्यो हाम्रो ठाउँमा पनि दामी छ। म हिजो भर्खर घर आएको कि, अनि त्यो देख्दिरहेको चाहिँ त्यो फुल्दाखेरि फुल फुलेको हेर्दाखेरि चाहिँ दामी लाग्छ कि। भाग्य रहेछ मेरो फुल हेर्ने। अहिलेको लागि चाहिँ यति नै है। के हुन्छ अपडेट गर्दै गरौँला। हाम्रो ठाउँमा यो चाहिँ हो क्या, भलचौरी भन्ने ठाउँ यही हो क्या, माई होम टाउन। त्यही हो। अनि अहिलेको लागि चाहिँ यति नै। के हुन्छ अपडेट गरिदिइराख्छु। माया चाहिँ सबलाई।